क्षितिजको दाजु बहिनीले काम गर्ने मान्छेहरूलाई यहाँ डिस्टर्ब गरिरहेछन्। बहिनीले त त्यति गर्दैन है बहिनी, दादाले है डिस्टर्ब गरेको। बहिनीले त त्यति गर्दैन हैन सानी? ज्ञानी छ। क्षितिज भन्ने होइन, दादा भन्ने हो। ल ढुङ्गा राख्दा त आजको आजै हिँड्न मिल्ने रहेछ। कता भाइन आमामामामा त नमस्ते भन्न त सानो नमस्ते गुड मर्निङ भन्न त भन न। गुड मर्निङ। म त कतिचोटि उठ्ने र सुत्ने गरेँ आज त भन न। ल साथीहरू स्वागत छ तपाईँहरूलाई क्षितिजेमा युट्युब च्यानलमा। आज चाहिँ मेरो नानीले बिहान अहिले चाहिँ 7 बज्यो। मेरो नानी कतिचोटि उठ्ने र कतिचोटि गर्ने गरे। मलाई आजभोलि चार्लीले यति जाँगरिलो बनाएको छ है। ओहो हो बिहान 5 बजेदेखि उठेर त्यसलाई 50 चोटि टोयलेट लाँदा र डुलाउँदा हैरान। अब मेरो चाहिँ घरमा के अरे यो ढुङ्गा हाल्नलाई खोज्दैछु कि मैले घरमा। अब हेर्नु त्यहाँ सामान झारेको ढुङ्गा हिजो अस्ति नै त्यहाँ झारिसक्यो। मेरो छोरी पानी खाएको। खाऊ ल पानी खाऊ ल। अनि अब हेर्नु न साथीहरू मेरो के अरे काम के हो को। ल मेरो चार्लीको खानेकुरा पनि रेडी भयो। यो चार्लीले है भात त्यति साह्रै खानु खोज्दैन। अनि यसलाई चाहिँ दुध अनि यो कोदोको पिठो मकैको पिठो पकाइदिनुपर्छ। यस्तो छ। आफ्नो बच्चालाई भन्दा नि बढी सेयर गर्नुपर्छ यो पालिसकेपछि। ल अब म चाहिँ यहाँ तरकारी पकाउनु पर्यो। यहाँ ढिला भइसक्यो क्षितिजलाई। आज नानीले अलि धेरै दुध दिए बिहानमा, त्यही भएर अहिले बिहान म 5 बजे उठेर काम गरी भने चाहिँ अनि उसलाई बिचमा एकपल्ट दुध खुलाएपछि ऊ फेरि सुत्थ्यो। 7-8 बजेसम्म सुत्थ्यो। कहिले त 8:30 बजेसम्म सुत्थ्यो। आज चाहिँ ऊ सुतिन। म उठ्न लागेदेखिबाट पिरे गर्न थाल्यो। पिरे गर्न थाल्यो। त्यही भएर आज पकाउन नै ढिलो भइरहेको। मेरो पानी चाहिँ पकाउँदै काट्दै गर्छु। अनि त्यही भएर मेरो पक्का हतार हुँदैन। टिफिनहरू सबै रेडी बनाए हो। पानीको बोतल कति पनि मानेको अब आफ्नो आफै बेच गर्नु पर्यो नि। चार्जीलाई खानेकुरा पनि लग्दैन। दुध हालिसक्यो हो। म तँलाई नै खिर पारिदिन्छु। एमा हालिदिन्छु। लु जान्छ छिटो भाना यो दुध तेरो है।
पानीको यहाँ राखिदिन्छु। गाईको दुध गाईको छ मिठो गाईको मस्यो दुध हो यो नानीले दुध खान्छ बसेको ल एम्माले यहाँ बसेर खान्छ। ल खाऊ एम्माले बुबु खाऊ। आत्थो थो भने हो। ल कसरी गरेको आत्थो थो आमा तातो भन न। तिमी जिस्के थियो तिम्रो त्यो कपाल चाहिँ जति बाँधे पनि लुच्छ अनि हेर हेर के हो त्यस्तो। अब कपाल काटिदिन्छु म। अब कपाल काट्ने ल ल खाऊ बुबु खाऊ। अबि पखाउलाउ नि फेरि। म मेरो छोरीलाई यसरी बाँधिदिन्छु है। लुचे गर्छ अहिले चाहिँ कपाल दोब्रो यस्तो दोबारेर फेरि अर्को क्लिप लगाइदिन्छु। अब चाहिँ तान्न सक्दैन कि ए नगर्दैन फेरि झन् पुकाले भनेर बनाएको। छिटो बना भने छिटो। ल हाम्रो चाहिँ खाना सब पाक्यो। खाना त सब त के हामी त धेरै परिकार बनाएर खाँदैन। ए भगवान् यो क्षितिजले। ल हाम्रो चाहिँ खानासाना रेडी भएर अब क्षितिजले अब चार्लीलाई नै दियो। चार्लीको दिदीलाई दुध खान दियो है। ओहो यो तीनटा उस्तै भुराहरूले मेरो सातो पुत्लो उडाइसक्यो। अब चाहिँ म क्षितिज खाना खाइ भ्याएपछि म क्षितिजलाई पुर्याउन जान्छु। अनि आजबाट मेरो तल भुइँमा ढुङ्गा लाउने कार्यक्रम छन्। ढुङ्गा लाउने छ। ढुङ्गा चाहिँ अस्ति नै झारिसक्यो। आज बालुवा र सिमेन्ट झारेको छ। अब हाम्रो घर अलि बनाइसकेको छैन। मेरो त्यो ढुङ्गा लगाउन पहिला घर बनाउँदाखेरि ढुङ्गा लगाउने भनेर त्यो मान्छेले मेरो पैसा मात्र खाएर कहाँ मर्यो। यदि त्यसले यो भिडियो हेर्छ भने तँलाई लाज भओस् है। लाज भओस्। मेरो घर बनाउने यो प्लास्टर गर्ने टाइल हाल्ने मान्छेले त्यस्तो गरिदिएको। मलाई त फलामको मान्छेले पनि के अरे उ गर्यो पैसा दियो गरे हिसाब किताब गर्न मरे आएन। मैले दिनुपर्ने थियो के अरे त्यसले मलाई अझै गर्नुपर्ने थियो होला। काम पनि पुरा गरिदिएन मरे आएन। मेरो त काम गर्ने मान्छेहरू जति सबै त्यस्तै झन्नै मगर भनेर हो बिचारा भनेर गर्यो त्यस्तो। फेरि यो काठको मान्छेले पनि राम्रो गतिलै बनाइदिएन। मेरो बुढालाई पनि चित्तै बुझेन। कति साह्रै हेला गरेको हामीलाई भन्दै थियो बिचारा। पछि आएर घर बनाएर हेर्दाखेरि किन बहिनीलाई अब छोडेर जाने हो। ल छिटो खा त बरु। ल म चाहिँ क्षितिजलाई रेडी बनाएर अब स्कुल लैजान्छु। गफ धेरै हुन्छ फेरि यहाँ काम कुरो कति धेरै छ। अब क्षितिजलाई स्कुल पुर्याएर आएपछि मात्रै त्यहाँबाट अनि बनाउनु पर्ला। के काम हुन्छ अहिले म त्यो आँगनको बनाउँछु म भिडियोहरू। अब म खाना पस्किए। नानीलाई चाहिँ तल बुहारीले एन्जिलाले भात खुवाउन लगेको छ। नानी चाहिँ तल खाँदैछ अहिले। अब अहिले म मात्रै यहाँ खाना पऱ्यो। क्षितिजले खाएर गयो। है मेरो भात
अब खाएँ। भाउजूको घरमा एउटा भाले काटेको थियो होइन, त्यही भालेको मासु हो कि यो चाहिँ। तर मिठो छ के, त मासु खान पाउँदा कसलाई मिठो लाग्दैन होला र। Apa? मेरो नानी चाहिँ सुती अब म चाहिँ उता तल काम गरेको हेर्न जानु पर्यो, काम गर्नु पर्यो मेरो पनि। यता चार्ली खोइछ अब एमाको घर चिटिक्क हुन्छ है, होइन त? त्यसको चटपटे यहाँ बोलेको गर्छ। पानी खानु खानु म त खानु यति छ पानी पुग्यो यति भयो बनाएर आँगन। अब हाम्रो आँगन पनि बढाल्न सजिलो हुन्छ। चार्ली, ए चार्ली डार्लिङ, के पुरो हेरेको त कामै गर्नु दिएन, डिस्टर्ब गर्यो भने क्षितिजको दाजुबहिनीले काम गर्ने मान्छेहरूलाई यहाँ डिस्टर्ब गरिरहेछन्। बहिनीले त त्यति गर्दैन है, बहिनी दादाले है डिस्टर्ब गरेको, बहिनीले त त्यति गर्दैन होइन सानो ज्ञानी छ। क्षितिज भन्ने होइन दादा भन्ने हो। ल ढुङ्गा राख्दा त आजको आजै हिँड्न मिल्ने रहेछ। कता भाइन आमामामामा क्षितिज टेक्दै हिँडिरहने होइन है अहिले फेरि
मैले दाइ भने मेरो पनि अङ्कल भन्। बिहानदेखि बेलुकासम्म क्षितिज भयो भने त दिमागै हुन्छ काम गर्ने मान्छेको के भने पनि। एमा तिमी पनि चार्लीले चाहिँ पुरै खोताली बस्या हो। साथीहरू हाम्रो चाहिँ यति बनायो होइन, आजलाई चाहिँ यति बनायो। अब बाँकी भएको भोलि बनाउने। अब उता गेट बाहिरसम्म हो, हाम्रो जग्गा चाहिँ उता गेट बाहिरसम्म छ अलिकति, अनि त्यही भएर गेट चाहिँ यतै भए पनि ढुङ्गा चाहिँ बाहिरसम्म नै राख्ने भन्ने कुरो भनेस्। ल अब चाहिँ रात पनि पर्यो। हाम्रो घरबाटको यतातिर भ्यू यस्तो छ। ल आजलाई चाहिँ यति नै हाम्रो भिडियो। अब भिडियो यहाँसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धन्यवाद। यदि भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर गर्नु नबिर्सिनु होला।